तपाईहरुलाई चाहिँ अलि बेग्लै प्रसंग लिएर आएको छु। आज चाहिँ म तपाईहरुलाई नेपालमा भइरहेको एउटा लेटेस्ट के छ भन्दाखेरि यतिखेर रवि लामिछानेलाई सरकारले के प्रतिशोधै गरेको हो भन्ने कुरा अहिले पुरै चर्चामा आएको छ। म पनि यसको बारेमा केही कुरा अब हामी पनि विदेशमा बसेका छौं। यसरी म चाहिँ अहिले हाल दक्षिण कोरियामा रहेको छु र दक्षिण कोरियामा रहेर पनि हामी जस्तो नेपालीहरुले पनि अहिले जुन यो युवा पुस्ताले पनि सहीलाई सही र गलतलाई गलत पनि भन्न जान्नुपर्छ कि मेरो यो पार्टी भनेर चाहिँ पार्टीको पछि पनि कुद्नु चाहिँ हुँदैन। सहीलाई सही र गलतलाई गलत पनि भन्नुपर्छ। जुन अहिले यो चलिरहेको छ प्रतिशोध बदला भन्दै र हामीहरुले पनि त्यो प्रतिशोधै हो भनेर हामीहरुले पनि यहाँ कोरियामा रहेका नेपाली हाम्रो कम्पनीमा रहेका नेपालीहरुले पनि रहेको एउटा फारममा भरेर एउटा सर्वेक्षणको लागि हामीहरुले त्यसलाई पनि पूरा गरेका छौं। तपाईहरुलाई कस्तो लाग्छ त के रवि लामिछानेलाई राजनीति प्रतिशोध नै भएको हो? उनीमाथि के सरकारले पेलेकै नै हो या होइन? हुन त म पनि रवि लामिछानेको समर्थकै चाहिँ होइन। अब हामीहरुले पनि अब युवा पुस्ताले पनि अब नयाँ चीजहरु केही खोज्नुपर्छ। यी पुराना नेताहरुदेखि हामी पनि वाक्क दिक्क चाहिँ भइ नै सकेका छौं। अब उनले केही चाहिँ अब एउटा आश चाहिँ जगाएको छ। अब हेरौं उनले पनि उहाँले पनि पछि गलत चाहिँ गर्नु भने हामीले पनि गलत भन्नुपर्छ। उहाँको पनि फेरि पछि एकोरो पछि पनि लाग्नु चाहिँ हुँदैन। तर उहाँमाथि यसरी जुन तरिकाले एक पछि अर्को मुद्दा लागेको छ, तपाईहरुलाई कस्तो लाग्छ त कमेन्टमा गर्नु होला। र हामीहरुले गरेको एउटा फारम हामीहरुले कसरी भरेर कस्तो फारम छ भने तपाईहरुलाई म देखाउने छु।